बुढी फोन नकुटाउनु बाहिर गएर सारो संसारलाई दुनियाँलाई सुनाएर मेरो बेइज्जत गरेर बस्ने होइन तपाईँ? होइन म केटालाई अलिकति सानो दिएको हो त्यस्तो होइन बुढी। आफ्नो बुढीको बेइज्जत गरेर सान दिने पोइ चाहिँ तपाईँ मात्रै देखेँ मैले। नरिसा न बुढी नरिसा। म आज मेरो हातले दाल भात सब्जी अचार बनाएर मेरालाई खुवाउँछु। सरी बुढी। ओहो पकाउन त खुब आउँछ नि है। राति आउला नि खाटमा सँगै सुत्नलाई अनि म लात्त ल्याएर तल पुऱ्याइदिन्छु। त्यस्तो नगर्नु न बुढी। म तिमीले जे भने त्यही मान्छु। अबदेखि टाँस खेल्न जान्न। ए मैले भनेको सबै मान्छु। त्यो कुकुरको घोडा चढेर आऊ त। ए जान्न म। त्यो पुलले टोक्छ। ए जे मन लाग्छ त्यही गर्नु म भने। बुढी ए आउला नि त्यसलाई मैले जानेको छु। बुढी किन रिसाएको? नरिसाउ न। किन रिसाएको? यो संसारमा तिमी बाहेक मेरो को छ र? ए नरिसाउ न रे। नरिसाएर के गर्नु? जङ्गल जङ्गलमा त मेरो कुरा काट्दै हिँडेको थियौ त। गालो पड्किने गरी हान्छु भनेको थियौ त। ल आन त। हट तेरेका बुढी। त्यो केटाहरू अगाडि मैले सानपट्टि खाएको त कति रिसाएको। ए सान दिनलाई आफ्नो बुढीको बेइज्जत गर्दै हिँड्नुपर्छ? नरिसाउन बुढी। बरु भाँडा कहाँ छ म मात्छु। भाँडासाँडा माझ्नु परेको छैन। तेल त तर लिएर ढाड दुखिरहेको छ मलाई। मालिस गरिदेऊ। हुन्छ बुढी। त्यो बुढोलाई कसरी तल आउनु पर्छ मैले जानेको छु। ओइ कता आइस? म त्यो माथितिर तास खेल्न गएको चन्द्रे बुढी आएर भत्ताभुङ्ग सोप बनाइदियो अनि म त घरतिर फर्किएको। अनि तँ चाहिँ कता हिँडिस् नि? ए हो र चन्द्रे बुढी त्यस्तै छ नि। हामीहरू सबैको अगाडि लौरोले पिट्दै लिएर गयो आफ्नो लौरीलाई। उसले चन्द्रले तलाउन सक्दैन नि बुढीलाई। त्यस्तो बुढीलाई त तलाउनु मैले जानेको थिएँ। के गर्ने अर्का बुढीलाई तलाउनु मिलेन। मेरो बुढी त मैले जे भने त्यही मान्छु। यस्तै हुन्छ भनेर मैले बिहे नगरेर बस्यो नि। गाई नपालिकन नि दुध खान पाइन्छ नि किन गाई पालेर दुःख बेसाउनु पर्यो र? मलाई बेइज्जत गर साले। जा भाग। ल जा। काकी काकी एमा किन बोलाउनु भएको थियो कुन्नी? ए आइस जाने एकचोटि छोरीको यसो हालखबर बुझेर आइज। राति सपना पनि कस्तो नराम्रो देख्छु। फोन गरेर फोनै लाग्दैन। कस्तो पिर लाग्यो बाबु जान। काकी म फेरि यत्तिकै के चाहियो त? त्यो 1 घन्टाको बाटो जान पनि फुत्त पुगेर आउनु सक्दैनस्? हुन्छ काकी म जान्छु नि त। तपाईँ फेरि त्यसै टेन्सन गर्नु है छोरीको बारेमा। अब अहिलेको अवस्था यस्तै छ। अब भनेको बेला बिजुली हुँदैन, चार्ज गर्न नपाएर होला फोन। ल हुन्छ तपाईँ पिर नगरिकन बस्नुहोस्। म गएर उसको सबै हालखबर बुझेर आउँछु है। ल जा म साह्रै पिर। आमा आमा हाय कहाँ गएर आइस छोरा? म गाउँतिर घुमिरहेको। सुन्दा खोइ त। तेरो सस्नीको के कुरा गर्नु? 1 डोको घाँस काट्न पठाएको 4 घन्टा भइसक्यो। यतिखेरसम्म आउँदैन घाँस लिएर। हेर छोरा तेरो सस्नीको पनि साह्रै निको चाल चाहिँ लागेन है मलाई। त्यसलाई के गर्नु पर्यो भन्नु त आमा? के भन्नु नि छोरा, केही भन्ने बित्तिकै मुखमुखै लाग्छ। अब तेरै बुढी हो जेसुकै गर। पिर नगर्नु आमा। त्यो आएपछि म सम्झाउँला। सम्झाउन त सम्झाउँछस् नि छोरा, तर सम्झिने खालकी मान्छे नै होइन रहेछ त्यो। त्यसलाई कसरी सम्झाउनु पर्छ भन्ने मलाई थाहा छ आमा। ल छोड्दे यो कुरा। भोकाएर आइस ल, भित्र खानेकुरा छ ल हिँड। जाउँ त नि। यही बेला बुढीले घरमा भान्सा गरिरहेछ। गाउँमा जानु पर्यो केटाहरूसँग रमाइलो गर्न। आहा झिमिका बनाउन नपाउँदै कहाँ गएछन्। आज पनि गाउँ डुल्न गएका हुन् कि कहाँ हो खोज्न जानु पर्यो।
आमा म गाउँतिर जान्छु है। होइन यो केटा घरमा एकैछिन बस्दैन, खालि गाउँतिर मात्रै जान्छु भन्छ। अनि के गर्छ यो गाउँमा गएर? हुन त सस्नी पनि उस्तै रक्षिस्नी परेकी छे, बिचरा घरमा मन भुलाउने नि छैन, यसो साथीभाइसँग मन भुलाउन गएको होला नि। आज यसो गरेर सब बत्ती काटेर बस्नु पर्यो। आमा के भयो? डोको त रित्तै छ त। घाँस काट्दा काट्दै चक्कर लाएर बहिनी लडिन्, अनि त्यसपछि मैले उठाएर लिएर आएको। कहाँ गएर अल्छी लागेर सुतेर बसी अनि लड्छ यो? कम्ती काम चोर्नी छे? होइन आमा, चक्कर लाएरै लडेकी हुँ। होइन, मैले तँलाई त घाँस काटेर छिटो गरेर आइज, मेला जान पर्छ भनेको थिएँ। तैँले त अभिनय त खुब राम्रो गर्ने रहेछस् त हौ, कलाकार हुनुपर्ने मान्छे। यहाँ घाँस काटेर बस्नु परेछ। दिदी तपाईँ जानु, हाम्रो घर सधैँ यस्तै हो, जानु सजिलो। ओए हुँदा हुँदा अब मलाई यहाँ गाली गराउनलाई सम्झाउनलाई मान्छे लिएर आउन थालिस् घरमा? तँलाई लाज लाग्दैन? क्या उभिराखेको थिएँ? जा, घाँस कसले काट्छ अब? तेरो बाउले? कस्ता कस्ता पनि हुन्छन् हौ, हुन पनि मान्छे पनि। गाई बस्तुलाई घाँस एउटा थप्पो छैन। अब म बुढीले घाँस काट्न जानु पर्यो होला नि। अब छोरो भन्नु त नि कहाँ पुगिरहेछ? मान्छे उस्तै फेरिन्छ नजर किन, छोरीलाई माया सधैँ, बुहारीलाई शङ्का किन। मैले चक्कर लाए भन्दा पनि मलाई कहिल्यै विश्वास गरेनन्। नाटक गरी भने मलाई जति काम गर्दा पनि कहिल्यै जस पाइनँ मैले। बिचरा ती मेरो बुढा बाआमालाई छुन पर्ने के थियो र त्यस्तो? मैले के गरेको थिएँ? जति भने पनि बरु मलाई भनेको भने हुन्थ्यो नि। मैले सहन सक्थेँ, बरु मेरो बाआमालाई भन्दा मलाई कति पीडा भयो होला। आखिर मैले के गरेँ थिएँ त्यस्तो? जति गर्दा पनि मलाई जस नदिन्। कस्तो भाग्य होला मेरो। न त श्रीमान कुनै माया पाए, न त सासूको। हे भगवान्, कस्तो घरमा पार्दियो मलाई? यस्तो घरमा म कसरी पर्न सक्छु होला? हे भगवान्, म के गरौँ? तैँले केही गर्नु पर्दैन सुनिता, म लिएर जान्छु तँलाई, यो घरमा राख्दिनँ अब। अरे त एक्कासी कसरी? आमाले तेरो बारेमा राति सपना नराम्रो देख्नु भएछ। मलाई जात सुनिताको खबर के छ भनेर बुझ्न पठाउनु भएको। यहाँ आएपछि थाहा पाएँ तँलाई त यो घरमा साह्रै दुःख रहेछ। तैँले अघि भनेका कुराहरू मैले सबै सुनिसकेँ सुनिता। अब यो कुरा मैले तेरो आमालाई गएर भन्छु, अनि यो घरमा राख्नु पर्दैन भन्छु। एउटा छोरीलाई त पालिहाल्नुहुन्छ नि आमाले, नभए म छु तँलाई पाल्नको लागि। यो घरमा त बस्नु पर्दैन। होइन, मैले दुःख पाएको आमालाई नभन्थे। आमाले थाहा पाउनु भयो भने धेरै चिन्ता गर्नुहुन्छ मेरो बारेमा। बिन्ती छ, आमाले केही नभन्थे। तैँले दुःख पाएको मैले कसरी नभनिकन बस्न सक्छु भन् त? मैले त्यति बेला भनेकै थिएँ यो घरमा बिहे गरेर आउनुभन्दा बरु तर म बिहे गरौँ भनेर, तर तैँले मानिनस्। बाबुआमाको इज्जतको लागि भए पनि तैँले यो घरमा बिहे गरिस्। तर आज तैँले
यस्तै दुःख पाएको मैले कसरी हेर्न सक्छु र भन्छु सुनिता कसरी यो कुरामा जसरी पनि भन्छु मैले तैँले भनेको कुरा मान्दिनँ बुझिस् नि तैँले तैँले मलाई माया गर्छस् कि नै पहिला भन् त। गर्छु नि आफूलाई भन्दा बढी किन यस्तो सोधे कि भन् त यदि तैँले मलाई माया गर्छस् भने यो कुराहरू आमालाई भन्न हुँदैन। मलाई कस्तो अप्ठ्यारोमा पारी सुनिता मैले नै यस्तो भन्छस् भने म आमाले घर केही भन्दिनँ अहिले म जान्छु यसको वचन मानेको भए आज म दुःख पाउने थिइनँ। ए चन्द्रे आइस आए बुढीको त राम धुलाई भेट होला है तैँले। नगर मलाई तेरो बुढी के भयो यार साथीहरूको अगाडि त्यस्तरी हान्ने। त्यो भनेको बुढीले बुढालाई गर्ने माया हो तिमीलाई के थाहा त त साँडै नै रहेछस् बुढीले भनेको बुझ्ने नि रहन्छ बुझ्छु कि बुझ्न तर मलाई राम्रोसँग थाहा छ म बेग्लै छु रहेछस् स्वास्नीको कुटाइ खाने। धेरै नबोल जाम भट्टीतिर भट्टिया जाम अरे फेरि आउली नि तेरो बुढी लौरो लिएर। आउनु मैले छकाइरहेको छु जाउँ घरमा बुहारी भएर नि के गर्नु सबै आफै गर्नुपर्छ घरको काम। मेरो बुढा यतातिर आउनु भएको छ। कहाँ आउनु नि तेरो बुढो के काम छ र यहाँ आउँछ गएला नि गाउँतिर। यता ईश्वर बाबुसँग हिँडिराख्नुहुन्छ अनि त्यही भएर सोध्न आएँ कि म। ए भनेपछि मेरो छोराले तेरो पोइ बिगारो भन्न खोजेकी होस् तैँले। त्यस्तो भन्न खोजेको होइन आमा त्यस्तो नराम्रो नसोच्नु। त कुरै त्यसो गर्छस् त नसोचेर भयो त। ल ल आमा नरिसाउनु म अन्तै गएँ खोज्न। नरिसाएर के गर्नु त आफ्नो पहिले आफूले टुङ्गामा राख्न नसकेपछि अर्काको घर घर गएर सोद्धा हुन्छ र अचम्म छ। त्यसका पहिले गर्दाखेरि मेरो छोरो पनि बिगारिसक्यो क्या हो। तास खेल्न जाउँ जुवा खेल्न जाउँ रक्सी खान जाउँ भन्छ अरे भन्ने सुन्दैछु। छोरालाई नि अलिकति नसम्झाइ नहुने भयो। ल चन्द्रे म गएँ। ल हुन्छ सर ल यो पनि गयो अब म घर जाउँ भने फिल्म मार्छे अहिलेसम्म आउँदैन 3-4 घन्टा भइसक्यो भएको 1 घन्टा आइपुग्ने हो किन आएन यस बेलासम्म ट्याउ धेरै लागिसक्यो 4 घन्टा गइसक्यो फोन गरे फोन लाग्दैन काकी ए के गरेर बस्नु भएको छ आए काकी के गर्छ खै के बस्नु काकी के भयो तँ त टोलाएर बस्छस् केही भन्दैनस् के भन्नु काकी सुनिताले त तपाईँलाई यो कुरा नभन्नु भनेकी थिए तर यो मनमा मैले कुम्सेर राख्नै सकिनँ सुनितालाई त्यो घरमा सुख होइन काकी कुकुरलाई भन्दा बढी दुःख छ यो कुरो तपाईँलाई नसुनाउनु भनेकी थिए मैले भनेको मान्नुहुन्छ भने काकी त्यो घरमा सुनितालाई नराख्नुहोस् तपाईँ आजै गएर
सुनितालाई लिएर आउनुहोस् काकी मैले धेरै सम्झाएँ तर मसँग आउन मानिन काकी त मानिन छोरा बाबु त्यसो भए म आजै जान्छु मैले नसोचेको कुरो भइसक्यो भगवान् म जान्छु मेरो बुढो भनाउँदो कहाँ गएको सारा गाउँ खोजिसके कहीँ भेटिएको होइन अहिलेसम्म साँझ घर त आउन्न मैले जानेको छु 1 दिन होइन 2 दिन होइन सधैँ यस्तै राति आउन्न मात्रै रातभरि बाहिर सुताइदिन्छु ओइ घाँस खोइ त पैसैले हाल्थेँ आमा अब त्यसो भने भित्र गएर खानासाना खाएर मेला जानुपर्छ एकछिन आराम गर्छु नि आमा आराम साराम मेलामा गएर गरे हुन्छ ठक्क 100 बुद्धि हुन्छ भन्थे हो र छ हुन्छ आमा अनि सुन भरे मेलो सितिसकेपछि यहाँ घरमा चामल छैनन् 1 बोरा त्यो पसलमा चामल पनि लिएर आउनु हस् आमा छोरीको भाग्य बुहारीको दुःख एउटै नारी किन फरकले खिन्छ मुख एकछिन आराम गर्छु भन्दा नि मेला जा हुनुहुन्छ गाई गोरुले आराम पाउँछ मैले चाहिँ कहिल्यै आराम पाइनँ कस्तो भाग्य होला मेरो कस्तो घरमा परे भगवान् मलाई कसले पुग्न सक्छ होला सुन्नुहोस् न बुढा भन न मैले जति काम गरे पनि आमाले कहिल्यै जस दिनुहुन्न बुढाबुढी मान्छे त्यस्तै हुन् मलाई पनि तिम्रो बारेमा आमाले के भन्नुभएको थियो मैले मतलबै गरिनँ हुन त हो यस्तो पाराले यो घरमा जिन्दगी जाला जस्तो लागेन बरु कतै कोठा लिएर बसौँ न हामी हुन्न बुढा हुन त हो नि बुढी जागिर सागिर केही छैन आमाको घरमा बाँच्नु परेको छ आमाले जे भने त्यही मान्नु पर्यो नि सधैँभरि आमाको भर परेर कहाँ हुन्छ र भोलि पर्सि बालबच्चा होलान् बालबच्चा पढाउनलाई गाह्रो हुन्छ जागिर छैन यसो सहरतिर लाग्यो भने केही जागिर पाउँछ कि काम त पाइएला तर के गर्नु काम गरेर खान सक्दिनँ म तपाईँलाई त छोरा मान्छे भन्न नि लाज लाग्छ बरु हिँड्नुहोस् म काम गर्छु तपाईँ बसेर खानु त बजारतिर काम गर्नु गरेर अरू कसैले उस्ट्याएर म के गर्ने नि तपाईँसँग त बोल्न पनि सकिँदैन सक्दिनँ हेलो सन्चै छु अझै सन्चै हुनुहुन्छ नि के गर्नु टाढा छु आउन पाउँदिनँ हजुर ठिक छ हजुर हस् हस् हुन्छ सम्झिँदै गर्नु ए यो त कोठामा आएर खुसु खुसु कुन नाटोसँग गफ गरेर पो बस्दिरहेछ अझ भेट्न नि टाढा छ पो भन्छ छोरो मात्रै आओस् न म सबै कुरा सुनाएर यसको ढाड भाँच्न लाग्नेछु भने त यसले त मलाई चिनेकै रहन्छ हेर छोरा तेरी ससी त भित्र कोठामा बसेर नाटोसँग गफ गरेर बस्दिरहेछ नि टाढा छ म त भेट्न आउन पाउँदिनँ भनेर भन्छ भनेको मेरो यिनै आँखाले देखेको छोरा हेर यिनै कानले सुनेको तँलाई त विश्वास लाग्दैन होला मैले भनेको त्यसले ममाथि त्यत्रो विश्वासघात गर्ने त्यसलाई मैले छोड्दिनँ छोड्नु हुँदैन छोरा छोड्नु हुँदैन त्यसलाई यो घरबाट निकालिदिनु पर्छ हो आमा हिँड्नुहोस् मेरो आमाले त
निस्केर गयो हान छोरा हान अलि त हान न त्यो मुख सुख च्यात्तिने गरी गर छाट तपाईले हान्न सक्दैन शेषलाई हान्न पर्छ मैले कतिचोटि भने तँलाई म र मेरो छोरासँग मुख मुखै नलाग भनेर तँलाई त हामीले काम गर्न नोकरी राखेको बुझिस् किन तँ चाहिँ के हेरेर बसेको यसलाई निकालेर फ्याल्दैन छोरी आमा सम्झिने छु जय साहब मेरो छोरीले के बिगारी छेर गदालाई कुटेर कुट्नुहुन्छ किन कुटेको भनेर आफ्नै छोरीलाई सोधे भइगयो नि सम्धिनी ज्यू छोरी जन्माएपछि संस्कार दिन नसक्ने आमालाई पनि के सम्धिनी भन्नु गएपछि घरमा छोरालाई कस्तो व्यवहार गर्नुपर्छ सासूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्न तपाईँले संस्कार सिकाउनु भएको छैन आफ्नो छोरीलाई आमा त यस्तै अनि छोरी कस्तै हुनु नि तपाईले तपाईको छोरालाई कस्तो संस्कार दिनु भएको छ त्यो त मलाई थाहा छैन तर मैले त मेरी छोरीलाई एकदम राम्रो संस्कार दिएर हुर्काएकी छोरी हो मेरो म मेरो छोरीलाई म अहिले लिएर जान्छु सक्छु पाल्न मेरो छोरीलाई भविष्यलाई सिंहको भारी हुँदैन म गरिब भए पनि मैले राम्रोसँग पाल्न सक्छु म चाहदिनँ हजुरहरूले आँगन खोलेर यो घरमा सुन्छ दिने म पनि बाँचेर म यही घरमा बस्छु आमा म चाहदिनँ आमा छोरी छिमेकीहरू त नभन यिनीहरूले मार्छन् छोरी सबै पशुरछन् राक्षसको शैतानको परिचय छोरी तिमीले त्यसो नभन नाच मिठो नमिठो छ त छ गाउँला छोरी तिमीले तिम्रो पछाडि घर आमा पढ्नु सक्छु तिमीलाई सम्झेर चल छोरी आमा अघि जानु जस्तो लगे हुन्छ आफ्नो छोरीलाई लगेर सुन पानीले चोखेर राखे हुन्छ हिँड छोराभित्र जे भयो भाउसँग हजुर जानुहोस् तर मैले दुःख पाएको कुरा बाले चाहिँ नगर्नुहोस् है आमा बाले सहन सक्नुहुन्छ हजुर जानु चाहनु दुःख भने म यही घर बस्छु भन्दैछु भने अब के गर्ने तपाईँ